हिजोसम्म भारतीय महिला भनेर चिनिने भारत झारखण्डकी महिला पुनम यादव अहिले नेपाली नागरिक बन्न सफल भएकी छिन्। बारा जिल्ला तेलकुवा गाविस बेनौलीका नागरिक दीपु गुप्ताको पत्नीको हैसियतले पुनमले वैवाहिक अङ्गीकृत नागरिकता पाएकी हुन्। बेङ्गलोरको साम्रम इन्स्टिच्युट अफ टेक्नोलोजीमा इन्जिनियरिङ पढ्दै गरेकी पुनमसँग सोही इन्स्टिच्युटमा अध्ययनरत बारा बेनौलीका युवक दीपुले 3 वर्ष अघि प्रेम विवाह गरेका हुन्। विवाहपछि बेङ्गलोरमा सँगै बस्दै आएका दीपु पढाइ सकेर घर फर्केपछि पुनमसँग सम्पर्क विहीन बनेका थिए। पति दीपुलाई खोज्दै साउनको दोस्रो साता आफ्नो पतिको घर बेनौली पुगेकी पुनमलाई दीपुले भेट्न र घरमा राख्न अस्वीकार गरेपछि पुनम न्याय खोज्दै प्रहरीमा पुगेकी हुन्। आई डोंट नो कि स्टेप क्या उठाया जाए, जो भी सोशल नेटवर्क है, जो एनजीओ हैं या फिर यहाँ के पुलिस प्रशासन है, स्टेप कुछ भी उठाएं, बस मुझे मेरा हक मिलना चाहिए। मैं यहाँ पे अपने पति के तलाश में आई, मुझे मेरा पति चाहिए। एक पत्नी को जो अधिकार मिलता है वो पूरा अधिकार मिलना चाहिए मुझे। जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रको पीडित सहायता कक्षमा बस्दै आएकी पुनमले आफ्नो सम्पूर्ण विवरण सहितको उजुरी प्रहरीमा दिइन्। तर आफूसँग भएको घटनाको स्वयं प्रमाण भएको बताउँदै प्रहरीमा दिएको उजुरी उप कारवाही गर्नुको साटो दीपुलाई जोगाउन प्रमाणको अभावका कारण हामी केही गर्न सक्दैनौँ भनी पुनमलाई आफ्नो घर भारत फर्किन दबाव दिएको बारा प्रहरीसँगको तीतो अनुभव पुनमसँग छ। डीएसपी सर से स्टार्टिंग में सपोर्ट तो मिला, आई एग्री, पर बाद में जैसा उनका रिएक्शन मैंने देखा, इट वॉज शॉकिंग। जैसे मुझे बोला तुम क्यों पढ़ रही हो, यहाँ पे चली जाओ, अपने पढ़ाई देखो, कैरियर देखो, ये इन चीज़ों से कुछ नहीं रखा है एंड ऑल दैट। तो मैं इन चीज़ों से एग्री नहीं की, बिकॉज मैं कहीं भी चली जाऊँ मैं अपने आप से झूठ नहीं बोल सकती। आफूले पाउने न्यायमा प्रहरी नै बाधा बनिरहेको कुरा बुझेर पुनमले स्थानीय महिला अधिकार कर्मीको सहयोगमा विभिन्न सङ्घ संस्था र सञ्चारकर्मीसँग सहयोगको अपिल गरिन्। पुनमलाई न्याय दिनै पर्छ भनी चारैतर्फबाट दबाव बढ्न थालेपछि अन्तमा प्रहरीले पनि पुनम पीडित भएको जनाउँदै दीपुलाई तत्काल प्रहरीमा उपस्थित गराउन बाध्य भएको हो। एउटा महिला भारतदेखि एउटा केटालाई पछ्याउँदै यहाँसम्म जब आउँछ भने पक्कै उनीहरूको बिना केही सम्बन्ध थियो भने त्यसमा हामीले नकार्न सक्दैनौँ र त्यही सहानुभूतिको आधारमा नै उसलाई अहिलेसम्म हामीले आश्रय दिएर जिल्ला प्रहरी कार्यालयमै राखिरहेका छौँ। एउटा भिक्टिम सपोर्टको एउटा योजना अनुसार उसलाई राखिरहेका छौँ हामीले। तर कुरा के छ भने कुनै पनि कुरो कसैले एलिगेसन लाउँदैमा अथवा ऊ मेरो श्रीमान हो भन्दैमा त्यसलाई प्रमाण गर्नु पनि त्यतिकै जरुरी हुन्छ, प्रमाण पुर्याउनु पनि त्यति जरुरी हुन्छ। अहिले समस्या यहाँ के छ भने हाम्रो महिलाप्रति हाम्रो सम्पूर्ण सहानुभूति हुँदाहुँदै पनि अहिले के छ भने उनीहरूको बिचमा ठोस प्रमाण उसले दिन सकेको अवस्था छैन। विश्वासको आधारमा गरिने प्रेम सम्बन्धमा एकले अर्कालाई अति नै विश्वास गर्ने र हरेक कुरा मान्ने कमजोर पक्षको फाइदा उठाउँदै दीपुले पुनमसँगको प्रेम सम्बन्धको सबै प्रमाण नष्ट गरिसकेको थियो। प्रहरीमा उपस्थित भएको दीपुसँग कुराकानी गर्दा पहिला त उसले पुनमलाई नचिने झै गरी कुरा गर्यो, तर सत्य कहाँ लुक्छ। पछि सामान्य दोस्ती भएको बताउने दीपुले पुनम कहिलेकाहीँ आफ्नो कोठासम्म आउने गरेको स्वीकार गर्यो। मेरो कुनै शादी भएको छैन, मेरो कुनै त्यो मन्दिरमा पनि केही बिहे भएको छैन, केही मेरो दिनमा केही पनि थिएन, फ्रेन्डसिप थियो। तपाईँहरूको छुट्टीको दिन सन्डे प्राय बेङ्गलोरमा केटीहरू होस्टेलबाट बाहिर जान्छ, यसरी हुँदाखेरि कतिपल्ट भेट हुन्थ्यो होला? केटी तपाईँको कोठामा आउँथ्यो र भेट्न भन्नुहुन्थ्यो, केही नास्ता सास्ता पनि खाने तपाईँहरूको यस्तो कहिले कहिले हुन्थ्यो। आफ्नो झुटको पर्दाफास भइसकेको दीपु अब उम्कन सक्ने अवस्थामा थिएन। त्यसैले उसले सोही दिन स्थानीय महिला अधिकार कर्मी र नागरिक समाज सामु पुनमलाई आफ्नो पत्नी स्वीकार गर्दै प्रहरीमा कागज गरी सामाजिक रूपमा पुनमलाई आफ्नो घर भित्र्याउने स्वीकार गर्यो, जसको आधारमा पुनमले आफू दीपुको पत्नी भएको नाताले वैवाहिक अङ्गीकृत नागरिकता पाऊ भनी प्रशासनमा निवेदन समेत दिइन्। पुनम यादव कम्प्युटर इन्जिनियर पढ्दै र दीपु गुप्ता चाहिँ कम्प्युटर सकिसकेको र उनीहरूले अँगालो मारेर पति पत्नीको जुन व्यवहार हुन्छ त्यस्तो किसिमका फोटाहरू पनि मलाई देखाउनु भएको छ यहाँ। र हिजो उहाँहरू दुईजना हाम्रो अफिसमा आएर अब भोलि हामी बिहा गर्छौँ, अहिले हामीले फारम भर्छौँ भनेर भन्नुभयो। ल फारम भराउनु भनेर हाम्रो मुद्दा शाखाको कतिवटा नासु कतिवटा जिल्ला
फारम भराउन लगाएँ अनि फारम भर्नुभयो र अनि हामीले फारम दर्ता गराइदियौँ। भारतबाट पुनमको अभिभावक आएपछि सामाजिक परम्परा अनुसार विवाह गर्ने पर्खाइमा बसेकै बेला पुनमको न्यायमा बाधा बन्दै आएको बारा प्रहरीले फेरि एउटा नयाँ चाल चल्यो। नागरिकतामा पतिको शनाखत नगरेसम्म पुनम कानुनी रूपमा दिपुको पत्नी हुन सक्दिनन् भनी प्रहरी हिरासतमा भएको दिपुलाई राति 11 बजे नै भगायो। पूरा पब्लिक चला जाता है, मीडिया चला जाता है, तब लड़का को आधी रात में छोड़ के उसके छोड़ दिया जाता है। क्यों नहीं जो भी पब्लिक के सामने छोड़ दिया? अगर मुझे भी छोड़ना था पब्लिक के सामने छोड़ दिया जाए, लड़का को छोड़ना था तो पब्लिक के सामने छोड़ दिया जाए। लेकिन जब सारे लोग चले जाते हैं अंधेरी रात में अकेले में, क्या पुलिस से बात होता है लड़के के फैमिली से जो उसे छोड़ दिया जाता है? आज उसी का पुलिस का नतीजा है कि आज मुझे अधूरा न्याय मिला है, पूरी तरह से न्याय नहीं मिला है। अब कब तक लड़ूं? क्या पूरी जिंदगी लड़ते रहूं? कब तक लड़ूं मैं? उता पीडित सहायता कक्षमा बस्दै आएकी पुनमलाई पनि झरी परिरहेको सोही रात 10 बजे जहाँ जान्छौ जाऊ भनी बेबारीसे सडकमा छाड्यो। मुझे रात के 10 बजे एसपी कार्यालय से निकाल दिया गया। एसपी के आदेश पे मैं 1 घंटा पूरी भीगी बारिश में 1 घंटा गेट के पास खड़ी रही। हमको तो खबर नहीं मिला। वो 1 घंटा खड़ी रही। उसके बाद कोई महिला मुझे अपने साथ रात भर रहने के लिए आरक्षण दी है और उसके बाद मैं वहाँ रुकी। आज मैं सुरक्षित हूँ। पूरी सड़क में एक अनजान देश में एक अनजान लड़की, मेरे साथ कुछ भी हो सकता था। कोई छेड़ के जा सकता था, मेरे चरित्र पे उंगली उठा सकता था, कोई मुझे किडनैप कर सकता था। लड़का इस मामले में लड़का की पार्टी से पैसा दिया जा रहा है, पॉलिटिक्स इन्वॉल्व हो रहा है, नेता लोग इन्वॉल्व हो रहे हैं। मेरे साथ कुछ भी हो सकता था। किसके भरोसे मुझे बीच सड़क में छोड़ दिया गया आधी रात को? पुनम शिक्षित मात्रै नभई एक साहसी महिला हुन्। अब यिनको अगाडि प्रहरीको करतुतको पर्दाफास गर्नुको अर्को विकल्प थिएन। यिनी एक भद्र महिलाको सहयोगमा राति उनको कोठामा शरण लिएर बिहानको पर्खाइमा बसिन्। उता दिपुलाई छाडेको र पुनमलाई समेत बेवारिसे बनाएको कुरा थाहा पाएर पुनम सहित स्थानीय महिला र सर्वसाधारणले प्रहरीको यस कार्यको निन्दा गर्दै 30 गते सुरक्षा बैठक चलिरहेको बेला जिल्ला प्रशासन कार्यालय घेराउ गर्यो। आफूमाथि प्रहरी र प्रशासनले अन्याय गरेको र न्याय नपाए प्रहरी र प्रशासनको करतुतको विरोधमा राष्ट्रिय र अन्तर्राष्ट्रिय न्यायालय धाउने पुनमले बाराका प्रमुख जिल्ला अधिकारीलाई चेतावनी दिएपछि तत्काल प्रजियाले दिपुलाई उपस्थित गराउने पत्र काट्नुका साथै कानुनी विवाह र नागरिकताको प्रक्रिया अगाडि बढाएको हो। पुनमलाई असहयोग गर्नकै लागि दिपुलाई राति हिरासतबाट प्रहरीले भगाएको र हालसम्म दिपु प्रशासनमा उपस्थित नभएको कारण गाविस सचिव र स्थानीयको शनाखतको आधारमा पुनमको विवाह दर्ता हुनुका साथै यिनी नेपाली नागरिकता प्राप्त गर्न सफल भएकी हुन्। अधिकार प्राप्तिका लागि गरेको सङ्घर्ष र त्यसमा पाएको सफलतालाई पुनम अहिले यसरी व्यक्त गर्छिन्। मैं बोलना चाहूँगी उन सारी लड़कियों को, प्लीज फाइट फॉर योर राइट, जस्ट डोंट लेट टू गो। और जैसे हम जानते हैं अन्याय करना अगर गलत है, अन्याय को सहना भी उससे बड़ा गलत है। तो प्लीज़ जो भी लड़कियों के साथ हो रही है, जो औरतों के साथ हो रही है, प्लीज़ फ्रंट आइए और अपने हक के लिए लड़िए। अधिकार प्राप्तिका लागि पुनमले देखाएको साहस र हरेक परिस्थितिको सामना गर्ने आँटसँगै पुनम कानुनी रूपमा अहिले दिपुको पत्नी बन्नुका साथै नेपाली नागरिक समेत बन्न सफल भएकी छिन्। तर दिपुलाई उपस्थित गराउन प्रहरी र प्रशासनले देखाएको आनाकानीका कारण आफ्नो पतिको घर भित्रिन नपाएकी पुनम अहिले पनि अन्जान देशको अन्जान नागरिक झै सदरमुकाम कलैयाको एक घरमा शरण लिएर सङ्घर्ष गर्दै बसेकी छिन्। आफूमाथि भएको हिंसा सहेर बस्ने मुलुकका तमाम महिलाका लागि पुनम यादव एक अनुकरणीय उदाहरण बनेकी छिन्। एक पटक चुप लागेपछि पटक पटक हिंसा सहनुपर्छ भन्ने पुनमको भनाई र यिनले गरेको सङ्घर्षलाई नेपाली महिलाले पनि अनुसरण र सहयोग गर्न सके महिलामाथि हुने हरेक प्रकारको हिंसामा कमी आउन सक्छ।